आज चाहिँ मेरो बर्थडे र वी आर मेकिङ मोमो अगेन है। मोमो बनाउँदैछ अनि सबै देखाउँछु तपाईँहरूलाई। यहाँ मेरो छोरी छ, यो तलबाट आँटा देखाउँदैछ हातमा, उसले आँटा खेलाउँदैछ। र हामीले चाहिँ नि एमएनएम सङ, किनभने एमएनएम चाहिँ मलाई एकदमै धेरै मनपर्छ होइन। तपाईँहरू पनि सुन्दै मजाले हेर्नु होला। यहाँ पापाले गीत गाएको अरे 1 2 सेट चाहिँ हुन आँट्यो, हेर्नु सक्नुहुन्छ है। छोरी डान्स गरेको धन्यवाद प्रभु तपाईँलाई सबैजनालाई जुटाइदिनु भयो। हामी सबैजना यहाँ एक ठाउँमा भेला भएका छौँ जन्मदिनको लागि, खुसियाली मनाउनको लागि। प्रभु तपाईँले आशिष दिनुहोस्। यो केकमा जे जति पनि अलिअलि भए पनि खानेकुराहरू छ त्योहरूमा सबमा आशिष दिनुहोस्, किनभने तपाईँको आशिष बिना चाहिँ सबै कुरो अधुरो हुन्छ। सबैमा आशिष माग्छु येशू ख्रीष्ट तपाईँको शक्तिशाली दयालु र प्यारो नाममा सुन्छ। आमेन। Amen. Start. Happy birthday to you. Happy birthday to you. Happy birthday, dear Karan. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy Ah, dia orang lagi lah ni. Chưa hiểu cao rồi. Ngon.
भाग्यमा रोग कसरी सबको पानी छोरा यति बेला नानीहरू खायो आफै आफै खायो यो चाहिँ के हो आएको छ के हो यो खिर र केक खिर र केकबाट स्टार्ट होइन स्टार्ट पनि भइसकेछन् यहाँ मलाई त थाहै भएन कस्तो भयो आसु कस्तो भयो त एकदम राम्रो मासुको जस्तो भयो मासु भन्दा पनि मिठो मलाई सब्जीको मनपर्छ त्यही भएर मासुको भन्दा पनि मिठो अचार दामी ल अब हामी सबले मोमो पनि खाइसक्यो अरू अब सबैभन्दा पहिला आमालाई सोध्छु कस्तो लाग्यो आमा दामी लाग्यो टेस्टफुल लाग्यो अरू के भन्नु छ यो सब्जीको मोमो भन्छ म त विश्वास लागेन यस्तो हो किनभने अब विश्वास चाहिँ मैले गरेँ किनभने आज शनिबार होइन ढाका कहिले पनि दिँदैन हो यस कारण विश्वास चाहिँ गरेँ कि तर यस्तो मिठो मासु भनेको पनि हुन्छ सोयाबिन हाल्यो अरू के भन्नु छ छुटोमा भन्नु सोयाबिन त झन् एकदम मासु नै के भन्नु आज मेरो छोराको करणको बर्थडे हो यस कारण आज हामीले इन्भाइट गरेको मोमो हो बहुत मिठो लाग्यो मेरो छोरालाई म भन्छु भगवानलाई परमेश्वरलाई आशीर्वाद दिनु अलिकति सर्टमा छुटोमा बर्थडे खायौँ हामीले राम्रो यति झरिरहेको जोडले सुनेन हर साल बर्थडे गर्नु यसरी नै खुसीले अर्को पालि अझै ठुलो गर्नु हो शरीर राम्रो होस् परमेश्वरले तँलाई आशीर्वाद दियोस् हो आज अब मेरो छोराको बर्थडेको उपलक्ष्यमा हामीलाई यहाँ इन्भाइट गरेको हुनाले आएर हामी यहाँनिर बर्थडे सेलिब्रेट गऱ्यौँ बहुत खुसीको बात हो र अरू त केही छैन अब हाम्रो बाउ आमाको हाम्रो परिवारको एउटै मनको कुराहरू हाम्रो छोराहरूले उन्नति गरोस् उन्नतिको बाटोमा लागोस् रम गरेर खाओस् सुख शान्तिमा रहोस् यही नै भन्छु कस्तो लाग्यो आजको दिनमा के भन्नु म त मोमो चाहेको छुइनँ केक चाहिँ राम्रै लाग्यो यसरी सधैँ हामी सबैजना है खुसीसँगले यसरी बस्नु पाऊँ आशीर्वाद छ बिमारहरू नहोस् सबैजना है के अरे नानी बुढी तिमी मिलेर बस्नु हाँसी खुसी रहनु बेसी रिस नगर्नु दबाईहरू टाइममा खानु त्यही हो के भन्नु छ के भन्नु छ के भन्नु छ हामी दुईजना मिलेर बस्छौँ भन न आजको बर्थडे मैले मोमोहरू बनाएँ कस्तो लाग्यो होइन बर्थडेमा के भन्छ त्यसलाई राम्रोसँगले बस्नु खुसी बस्नु राम्रो भयो सर लाग्छ के भन्नु छ के भन्नु छ आज मोमो दामी भयो यता हेरेर भन आज काका बाबुको बर्थडे हो काकीले मोमो बनायो सधैँभरि बर्थडे आइरहोस् अलिकति के बर्थडे काका बाबु भन्छ ह्याप्पी बर्थडे त भन एनु के भन्नु छ ह्याप्पी बर्थडे पापा भन्नु यता हेरेर यता एक्सप्रेसन चाहिँ डर लाग्छ नि फेरि मेरो आमाको
धन्यवाद सबैजनाको रियाक्सन हेर्नुभयो सुन्नुभयो र तपाईँहरू सबैजनालाई धन्यवाद जसले पनि कमेन्ट गर्यो सबैजनालाई धन्यवाद गुड नाइट एन्ड गड ब्लेस यु अल थ्याङ्क यू गुड नाइट एभ्री वान